राधे राधे जदो हजुर बटुवाको सम्पूर्ण शुभचिन्तकहरूलाई यहाँहरूलाई छत्रकोट जिप लाइनमा हार्दिक स्वागत गर्दै मैले यो लगाइरहेको ड्रेसको यी इक्विपमेन्टहरूको नाम भन्न गइरहेको छु। यो मेन हामी त्यो डोरीमा मेन त्यहाँ पारीदेखि वारी आउने जुन रोप छ त्यो रोपमा चाहिँ हामी यसको सहायताले वारीदेखि पारी अथवा पारीदेखि वारी गर्छौँ। यसको नाम चाहिँ पुली रहेको छ। यसको क्यापेसिटी भनेको 1700 केजीसम्म धान छ। अनि यो डोरी छ, यो रातो र नीलो डोरी, यसको नाम चाहिँ स्लिङ रहेको छ। यो एउटा डोरीको क्यापेसिटी भनेको 2200 केजीसम्म धान्दछ। अनि चाहिँ यो हुक छ, यो हुकको नाम चाहिँ क्याराबिनर रहेको छ। यो हुकले चाहिँ 2700 किलोसम्म धान्ने गर्दछ। अनि मैले यो लगाइरहेको सेट जुन शरीरमा कसिएको छ नि, यो कसिएको भाग जुन यो बेल्टलाई चाहिँ हार्नेस भनिन्छ। यो हार्नेसले चाहिँ 2700 केजीसम्म धान्ने गर्दछ। अनि यो सेफ्टीको लागि लगाएको यो चाहिँ यसको नाम चाहिँ हेलमेट हो। यसै गरी हाम्रो पारी छत्रकोट चोयगादेखि लुम्छा भालुपानीमा रहेको जिपलाइनको आनन्द लिन आउनुहोस् भन्दै तपाईहरुलाई निम्ता गर्दै यो भिडियोदेखि बिदा लिन चाहन्छु। हवस् त, धन्यवाद।